हेलो एन्ड वेलकम ब्याक टु माई भ्लग। तपाईहरुलाई स्वागत छ आजको भ्लगमा। राति चाहिँ पानी परिरहेको थियो र मम्मीले चाहिँ जंगल जाऊ तिम्रो भनेर भाइ र मलाई चाहिँ जंगल दाउरा खोज्न पठाइदिएर चाहिँ हामी दाउरा खोज्नु पर्यो भनेर आएको आज। अनि हामी पनि आइहाल्यौं जंगल। अनि सिधै आइमा हामी चाहिँ चेन गाडीको बाटो चेनहरु हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ मान्छेहरु मरेको चाहिँ सबै यो बाङ्गे एरिया भित्रको सबै मान्छेहरुलाई चाहिँ यही ल्याउँछ गाड्नुलाई। कतिलाई चाहिँ यता कोसीतिर पनि लान्छ, तर धेरै जसो चाहिँ यतातिर गाड्न ल्याइरहेको हुन्छ। मान्छेहरु हेर्न सक्नुहुन्छ चेनै चेन। अनि म र भाइ आएको थियौं जंगल चाहिँ। अनि चाहिँ हामी दाउरा खोज्न लाग्छौं जंगलमा। चाहिँ दाउरा यताउति हेरेको कहीँ नै झरेको छैन, दाउरा त यताउति हेर्दा पनि। अनि यतातिर चाहिँ दाउरा पाइँदैन होला भनेर हामी चाहिँ अब लाग्छौं सिधै अगाडि पारीको जंगल जाम भनेर हामी चाहिँ सिधै जान्छौं पारीको जंगलतिर। अनि हाम्रो पारी र वारीको जंगल चाहिँ यहीँदेखि छुटेको छ। यतातिर चाहिँ अर्कै जंगल हो, यतातिर चाहिँ हाम्रो अर्कै जंगल। उताको जंगलमा चाहिँ हामीलाई जानु चाहिँ दिँदैन। त्यो पनि हामी चाहिँ अब यतातिर दाउरा छैन, उतातिर जानु पर्यो। अनि पारी खोला हेर्नुहुन्छ भने यही हो हाम्रो पारी वारीको खोला छुटेको चाहिँ, यही नागेर जानुपर्छ हामी चाहिँ। अनि खोला नागेर चाहिँ सिधै हामी जान्छौँ पारीको जंगल। अनि पारीको जंगलमा पनि छेउछेउमा चाहिँ दाउरा भेट्न चाहिँ एकदम नै गाह्रो नै थियो, किनकि जताततै मान्छे थियो, हावा हुँदैन चलेकोले गर्दाखेरि। दाउरा भेटे भनेर खुसीमा कुद्दै गएर हेरेको त लास्टमा त काँचो रहेछ दाउरा चाहिँ। अनि काँचो दाउरा चाहिँ लानु अलाउड छैन। अनि भाइलाई चाहिँ म अगाडि हिँड भनेर चाहिँ सोही जान्छौँ हामी चाहिँ अगाडितिर खोज्दै अब। अनि चाहिँ बल्ल बल्ल भेट्छौँ एउटा दाउरा हामी चाहिँ सबभन्दा सुरुमा। सानो छ, त्यो पनि ठुलो छैन। अनि फेरि अलिकति अगाडि चाहिँ एउटा फेरि झरिरहेको थियो दाउरा, त्यो पनि सानै थियो। त्यो पनि हामी खुसी छौँ किनकि अब दाउरा भेट्न थालिसकेको थियो अगाडिको जङ्गलमा चाहिँ। फेरि अगाडि चाहिँ अर्को पनि दाउरा झरिरहेको रहेछ। अनि त्यसलाई पनि टिपेर हामी चाहिँ लाग्छौँ म चाहिँ अगाडि, किनकि हामीलाई चाहिँ दुई भारी पुगाउनु थियो दाउरा भाइ र मलाई। अनि हामी चाहिँ अगाडि दाउरा थुपारिओरी एक ठाउँमा सब भेला बनाइओरी लाग्छौँ अगाडितिर अब त यता हेरो दाउरै झरिरहेको थियो, उतै हेरो दाउरै झरिरहेको थियो। एकदम खुसी भइरहेको थियो छिटै भारी पुग्छ होला भनेर हामी चाहिँ। अनि हामी चाहिँ दाउरा थुपार्दै अगाडि गएको थियौँ। मुनि हेरेको त दाउरा त थुप्रो झरेको रहेछ। हतारेर गएको त म त झन्डै त दाउरा टिप्ने भएको त झन्डै लडिन खाल्टोतिर लड्दै बचेँ। तर हामीलाई छिटो भारी पुऱ्याउनु थियो र त्यस्तो कुरामा ध्यान नदिइकन म चाहिँ दाउरा टिपे गरेर भाइलाई तान्न दिन्छु अगाडि। अनि भाइले चाहिँ माथिदेखि दाउरा ओसारेको थियो, मैले चाहिँ मुनिदेखि देख्दै थिएँ। दाउरा पुगाएर आउँदाखेरि चाहिँ भाइ दोरी लिएर आइज भनेको त खाली हात पो आउँदो रहेछ कुदेर। म चिप्लेको ठाउँमा त पनि झन्डै चिप्लेर लड्यो। अनि चाहिँ भाइलाई चाहिँ फेरि जा दोरी लिएर आइज भनेर पठाएँ। अनि चाहिँ गएर लिएर आयो दोरी। अनि चाहिँ हामी चाहिँ लाग्छौँ अब अगाडिको जङ्गलमा अझै दाउरा भारी पुगेकै छैन। हाम्रो चाहिँ अझै थुप्रो खोज्नु पर्नेछ दाउरा। अगाडिको जङ्गलको बाटोको अगाडि चाहिँ दुईवटा दाउरा झरिरहेको रहेछ, तर सानो चाहिँ, किनकि हामी टिप्दिनौँ सानो यो धेरै सानै थियो। अनि त्यसलाई चाहिँ त्यहीँ राखेर हामी जान्छौँ अझै अगाडि पनि यताउति हेरेको दाउरा त त्यति साह्रो झरेकै थिएन त। ठ्याक्कै अगाडि पुगेको त दुईवटा दाउरा झरिरहेको रहेछ। हतार नगरिकन टिपेर म चाहिँ अनि भाइलाई दिन जान्छु भोक भनेर। दाउरा त यो साइडमा पनि थुप्रो झरेको छ होला भनेर अगाडि गएको, अगाडि हेरेको त के कुद्दैछ भनेको त पुरा बाँदरहरू कुदिरहेको रहेछ जङ्गलमा त। अगाडि गएर हेरेको त ठुल्ठुलो दाउराहरू हावाले झारिरहेछ। अनि हतार नगरिकन हाम्रो भाइ र म चाहिँ भेला पार्न थालिहाल्छौँ। यो चाहिँ सानो हातको थियो। अब त हाम्रो पनि भारी पुग्छ होला भनेर खुसी भएर छिटो गर्छौँ हामी चाहिँ अब घर जाँदा भाइयो छिटो भनेर। अनि सब दाउराले एक ठाउँमा भेला पारेर चाहिँ भाइलाई चाहिँ टुक्राउन लाउँछौँ। अनि सब दाउरा चाहिँ भाइले आफै टुक्राउँछ एक्लैले। दाउरा टुक्राइसकेपछि चाहिँ हामीले चाहिँ भारी लगाएर घर जानलाई रेडी। अनि हामीले चाहिँ दाउराको भारी हेर्न सक्ने रहेछ, कत्रो भएको छ बाहिर मेरो चाहिँ। मैले चाहिँ ठुल्ठुलो बोकेको छु, भाइले चाहिँ सानो।
त्यसलाई चाहिँ साप्ने तौलीको बनाएर नभएर अझै भेस पनि खोलेर लगाउँछ। अब त्यही हो, गाउँघरमा बसेपछि काम चाहिँ गर्नै पर्ने हुन्छ, घरमा बसेपछि त अझै अब। अनि हामीले चाहिँ मरेर बाटोसम्म पुगायौँ दाउरा चाहिँ कम भारी थिएन दाउरा पनि, त्यही माथि पानीले भिजेको पनि थियो दाउरा। अनि म चाहिँ त्यति साह्रो भारी बोक्दाखेरि चाहिँ काँधमा बोक्थेँ, अनि आज चाहिँ नाम्लो लाएर टाउकोमा बोकिदिएको, घाँटी दुखेर कम दुख्दैन रहेछ घाँटी। बानी पनि छैन त्यति साह्रो भारी बोक्ने नाम्लोमा। साथीभाइहरू सपोर्ट गर्दैन होला, सबको कमी छ। आजलाई बाई बाई।